के छ हौ चाखुरेको हालखबर? मैले दिएको रुमाल खोइ कसलाई दिनुभयो नि? छैन त हात। ए हो र सुजाता चाहिँ अब खोइ तपाईँले दिनुभएको रुमाल त दिनुभएको थियो, भन्नु पनि कसरी भन्नु? नरिसाउनु ल प्लिज, नरिसाउनु ल। तपाईँलाई भन्छु म अब आज तपाईँले भिडियोमा आएर भन्नुभयो, अब यसको जवाब त दिनु पर्यो मैले होइन। हो तपाईँले मलाई रुमाल दिनुभएको थियो होइन, त्यो बुट्टे रुमाल साह्रै राम्रो थियो। कुरो के भयो भन्दाखेरि नि अस्ति म त्यो बजारसम्म गएको थिएँ, मलाई एउटा च्याखुरीले पिच्छा लागेको गरी अनि हेर च्याखुरे म तिमी बिना बाँच्न सक्दिनँ, मलाई तिम्रो चिनो केही न केही देऊ भने गरिन्। अब मैले मसँग किन्ने पैसा पनि थिएन, केही दिने पनि थिएन, अनि त्यही तपाईँले दिनुभएको रुमाल बोकिरहेको थिएँ, त्यही रुमाल दिएर पठाइदिनु। के गर्नु हजुर, माफ गरिदिनुहोस् ल। अर्को भेटमा चाहिँ मलाई फेरि रुमाल होइन, अब चाहिँ अर्को भेटमा चाहिँ मलाई सुनको रिङ दिनुहोस् ल, त्यस पछाडि चाहिँ कसैलाई दिन्न नि त ल। हस्।